अपाचे टमक्याटलाई चाहिँ कसरी कन्फिगर गर्ने नयाँ प्रोजेक्टमा। अब त्यो pom.xml मा गएर कार्गो यताउति हाल्न भन्दा यो चाहिँ फास्ट हुन्छ है। सबैभन्दा पहिला चाहिँ हामी ब्राउजरमा जाने, अनि ब्राउजरमा गएर चाहिँ अपाचे टमक्याट डाउनलोड भनेर सर्च गर्ने, अनि त्यसपछि यसको अफिसियल साइटमा जान्छौँ हामी, अनि यसको लेटेस्टवाला भर्जन डाउनलोड गर्छौँ हामी, अनि तल गएर चाहिँ विन्डोज सर्भिस इन्स्टलरमा क्लिक गर्छौँ, अनि सेभ। त्यो पाथ चाहिँ याद गर्नुपर्छ है कहाँ डाउनलोड भयो भनेर। अनि यहीँबाट गरे पनि हुन्छ, यहीँ क्लिक गर्ने, अनि स्टेप चाहिँ एकदम इजी छ। नेक्स्ट 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 त्यस्तै छ। नेक्स्ट, आई अग्री, नेक्स्ट नेक्स्ट, केही चेन्ज नगरिकन है। अब यो चाहिँ मैले पहिले डाउनलोड गरेको भएर यो आयो है, नत्र स्टेप चाहिँ एकदम इजी छ। नेक्स्ट पछि इन्स्टल आउँछ होला, अनि इन्स्टल गर्नु होला तपाईँहरूले। अनि इन्टेलिजी आइडियामा जाने, अनि कन्फिगर करेन्ट फाइलमा गएर यो रनको छेउमा कन्फिगर फाइलमा गएर एडिट कन्फिगरेसन, योभन्दा पहिला सेटिङ्समा जाने, अनि प्लगिनमा गएर चाहिँ टमक्याट भनेर सर्च गर्ने, टमक्याट भनेर सर्च गर्ने, अनि यो स्मार्ट टमक्याटलाई चाहिँ डाउनलोड गर्ने यसलाई। अनि डाउनलोड गरेपछि चाहिँ एप्लाई, ओके। अनि बल्ल करेन्ट फाइलमा जाने, एडिट कन्फिगरेसन, एड न्यू, अनि टमक्याट, स्मार्ट टमक्याट, अनि यहाँ चाहिँ नाम दिने स्मार्ट टमक्याट भनेर। अनि टमक्याट सर्भरमा चाहिँ अघि हामीले डाउनलोड गरेको फोल्डरमा गएर गर्ने। अब यो चाहिँ कहाँ हुन्छ भने सी ड्राइभको प्रोग्राम फाइल्स, अपाचे सफ्टवेयर फाउन्डेसन, अनि टमक्याट। अनि यहाँ आएर केही क्लिक नगरिकन फोल्डर नेम चाहिँ यो हुनु पऱ्यो, अनि सिलेक्ट, अनि पोर्ट नम्बर चेन्ज गर्ने। अब 8080 पहिले बाई डिफल्ट बिजी भइरहन्छ, हामी 9090 युज गरौँ, अनि केही नचलाइकन एप्लाई, ओके। अब चाहिँ यो प्रोजेक्ट रन गर्यो भने यो रातो रातो देखाउँछ, त्यो चाहिँ इरर होइन है, यो चाहिँ प्रोसेस गरिरहेको हो। अनि डाइरेक्ट यहाँ लिङ्क आयो, कन्ट्रोल+ क्लिक, अनि आयो पेज, होम, प्रोडक्ट, लगइन, रजिस्टर।